केही मानेन होइन, बिग्रिँदा केही भएन। त्यो चाहिँ हल्का गर्न खोजिरहेको बेला पुरा काट्छ भने ठिक छ त, पुरा काट्नु फेरि खन्ने भइसक्यो। बाली केही लगाइएन, हल्का धान छर्रे थियो, पाखे धान छर्रे। हेलो त्यस्तो त हालखबर, हामी फेरि आइसक्यौँ नयाँ भ्लग लिएर। आजको भ्लगमा चाहिँ अब यताउता अब घरतिर काम भनौँ न, बुट्टासुट्टा लगाउने यताउता गर्नुपर्छ। हिजो सुस्तानी पूजा पनि सक्यो, अब आजबाट नयाँ ड्युटी सुरु। त्यही हो, हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ भन्ने होला आशा गर्दछु। म पनि सन्चै आरामै नै छु। त्यही हो, भ्लगमा माया देखाउनु पऱ्यो केटाकेटीहरू। आजको भ्लग चाहिँ अब यही हो, डेली वर्क। डेली त नभनौँ, बुट्टासुट्टा लगाउने समय चलिरहेछ, त्यही भएर अहिले बुट्टासुट्टा लगाउने काम हुन्छ यताउता। भर्खर घाम आउनु लाग्यो, बादल पनि कलकै लागिदिन्छ कि हेर न। बिहान घामको केही थाहा थियो हुन्न क्या। गाउँतिर यस्तै हो, बिहान उठ्यो, नास्ता खायो, अनि ड्युटीमा लाग्यो। फेरि दिनमा गइ जानुपर्छ यहाँबाट 12-1 बजे घर गयो, फेरि खानासाना खायो, फेरि ड्युटीतिर लाग्यो। बिहान त गाउँमा कोही पनि हुन्न क्या, छोरी मान्छेहरू सबै जङ्गल जान्छ सत्तर गर्न, छोरा मान्छेहरू टक्क आफ्नो काम कहाँ छ। बाबामम्मी पनि आउँदै हुनुहुन्छ पछाडि। त्यही हो काम भनेको। आज अब खन्ने काम छ, दिउँसो के हुन्छ अब घाँस ल्याउने यताउता के हुन्छ। आज त खन्ने काम हो, पुरा खन्नु सक्यो। 2 हप्ता भइसक्यो माया खन्न लाग्यो, अझै सकिने त केही छाँटकाटै छैन कि। बाबामा पनि हात्ती सक्नुभयो। त्यही त घरमा एक्लो छोरा भएपछि बाबामम्मी बुढो हुनुहुन्छ, काम गर्न सक्नुहुन्न। सबै काम हाडकामभरि गर्नै पर्ने हुन्छ। बुढी पनि सानै छ, काम गर्न सक्ने कुरा भएन, आफै गर्नुपर्छ। आफै गाह्रो छ जिन्दगी, चलिरहेछ मजाले। टक्क बुट्टासुट्टा लगाउने आफ्नो तरिकाले गर्ने हो। बिहान ड्युटीमा नास्ता खाएर हिजो पूजासुजा सक्यो। टक्क अब आजबाट रियल ड्युटी चालु। बाटो पनि माघ समय यस्तो हुन्छ नि, बिहान चिसोमा होइन, सिटमा हुनुपर्छ। बाबामम्मी कति बेला आउनुहुन्छ त्यो पनि थाहा छैन। ओम्खो गइएन, बच्यो। यस्तरी बुट्टा लगाउनु पर्छ कि। टक्क बाबाले अलैँची लगाउनु पर्छ, बल्तिर नि अलैँची लगाउने हो। त्यो मैले खन्न सुरु गरेको, यस्तै खन्न सक्दिनँ कि। 40-50 वर्ष पुरानो बाजु हो यार यो। पोहोरचोटि यो खनेको टक्क, फेरि झार पलाइसक्यो, फेरि खन्ने भइसक्यो। बाली केही लगाइएन, हल्का धान छर्रे थियो, पाखे धान छर्रे थियो। पाखे धान काटिसकेपछि फेरि 6 महिना यत्तिकै बाजै रह्यो। अनि त्यो बाबामम्मीहरू कति बेला आउनुहुन्छ, बुट्टा लगाउने भनेको यो पुरा टक्क पारेर पुरा यो बुट्टा लगाउने कि। त्यति हो यार खनेको, 2 हप्ता गरेर ढुङ्गा सबै निकाल्यो। अझै 6 ढुङ्गा निकाल्नु त यार लास्ट छ कि। यस्तो ढुङ्गाहरू छ हेर न, मलाई पुरा खन्ने हो कि। फेरि ड्युटीमा लाग्नुपर्छ, फेरि गाह्रो छ। अब नगरेपछि नि हुँदैन, गर्नै पर्छ, नत्र 5 वर्ष मात्र विदेशतिर लाग्नुपर्छ। गाउँमा बुट्टासुट्टा नगरेपछि, खेती नगरेपछि समात्ने पासबाटै हो, अरू केही मिल्दैन। यति खनेको ढुङ्गा हेर न, मागेको छ यत्रो ढुङ्गा निक्लेछ कि। खन्नु त यति खने आउने, यतिको ढुङ्गाहरू आम्बो पुरा यहाँबाट निक्लेको ढुङ्गाहरू हो कि। गाह्रो छ गाउँतिर, फेरि नेट पनि हुँदैन, डेटा हाल्नुपर्छ। आज फेरि डेटा सकिनेवाला छ, आज फेरि एकछिन बाबा कराउनुहुन्छ।
डेटा त हाल्नु पऱ्यो, ब्लग त अपलोड गर्नु पऱ्यो, अरू केही गर्नु नसकिने गाह्रो छ। यतातिर यस्तो हुन्छ कि बर्यो बनाउनुको लागि टक्क होइन भाङको डन्ठाहरू उम्कायो, बर्यो बनायो, बिहान चिसोमा बादल पनि यस्तो लागिरहेछ। घाम त कति बेला आउने कि थाहा छैन, बादल फाट्यो भने घाम आउँछ, नत्र त आशै छैन। ल केटाकेटीहरू हामी आफ्नो ड्युटीमा लाग्नुपर्छ। बाबा मेरो आउनु भएको छैन, अब आउनुहुन्छ होला, एकछिन पुगिहाल्नुहुन्छ बाबा पनि। डुल्नै पाइन्न कि घुम्ने भन्ने त आशै छैन यार। रनिङ सिट भयो, यता पो जान्छ भनेर भनेको, आफ्नो काम कहिले सक्नेस् यत्रो बाँकी छ भन्न लाग्नु पो। घुम्न जाने नि क्यान्सल, के गर्नु त, गाह्रो छ जिन्दगी। ठिक छ चलिरहेछ। ल भेटौँला अगाडि चिल पारामा होइन। देखिए अलि तल यसै बेला छिटो गरेर नै थियो क्या, ढुङ्गा ठाउँ ढिलो हुन्छ। हालिदिन्छु म त ल। घाम चाहिँ निकालेकै छैन, घाम चाहिँ निकाल्छु। ढुङ्गा रहेछ। आफ्ना ढुङ्गा त्यो आफ्नै हो, माथि माथि साना निकाल। पहिरो ढुङ्गा मारी ल्यायो होला आया। पछि खरिन्छ।
खाल्न लाग्यो खाइआएर एकछिन रेस्ट गर्छु अलिकति खन्यो अलिकति एउटा गडा बनाइदिएको अनि अब चाहिँ फेरि सामान लिनु जानु पर्यो रे तल वहाँ पर अस्ति गएको ठाउँमा फेरि त्यहीँ जानु पर्यो सामान ल्याउन सामान त के थियो र मागेको छौँ रिचार्ज चाहिँ यो तयारी चाहिँ सकिनु यसको रिचार्ज ल्याउनु छ यताउता सामान ल्याउनु जानु लागेको म पनि सुरु गर्नु गाह्रो छ त फेरि गाह्रो छ जिन्दगीमा आएको छ यताउता होइन त्यही हो ठिक छ गाली गरिदिन्छन् कि मलाई हुन्छ नि अब अझै कति हाल्नु पऱ्यो रिचार्ज कति हाल्नु पऱ्यो गाह्रो छ त होइन त्यही हो म चाहिँ दुःख दियो होइन बिग्रियो आफै बिग्रियोमा लास्ट बिग्रिन नि त्यही हो बाआमालाई बेस्ट लाइफ दिनु छ बाल हुन्न कि आफू कति झुक्यो मतलब छैन जति झुक्न पऱ्यो नि झुक्न तयार म मेरो जति कुरा काट्छ काटुन् कि होइन काटी त रहेछ अझै काटुन् कि बाल छैन कि मलाई तर त्यही हो म चाहिँ बाआमाले कति दुःख गर्यो भन्ने हुन्छ नि त अहिले म चाहिँ 80 वर्षको बाको वृद्ध भत्ताले रिचार्ज हाल्नु परिरहेछ होइन म चाहिँ उमेरले 20 पुगिसकेँ तर उखाड्न केही नै सकेको छैन कि केही उखाड्न सकेको छैन कि लामो होइन म चाहिँ सानो उमेरमा सरकारी जागिर पनि खाएको पत्रकारको काम पनि गरेँ लामो म चाहिँ गरेको केही कामै लागेन कि समय म चाहिँ साथीभाइ भन्यो या भन्यो ऊ भन्यो मलाई बिग्रिँदै हिँड्यो नसा गर्दै हिँड्यो म चाहिँ सामान खाइयो ड्रग्स खाइयो खानासम्म खाएँ म चाहिँ त्यो समय बुझ्न सकेन नि त मैले अब अहिले आएर जब आफ्नो उमेर कम्प्लिट भयो लाइक हुन्छ नि घरको जिम्मेवारी बोक्ने बेला भयो भएको दाइभाइले पनि साथ छोडिदियो साथीभाइले पनि साथ छोडिदियो लाइक एक्लो हुन्छ नि एक्लो भइयो कि पुरै तरिकाले अब ठिक छ म चाहिँ बाल छैन म चाहिँ मैले के गर्छु के गर्दिनँ मतलब भएन नराम्रो बाटो अब हिँड्नु छैन नसालाई त्याग्नु छ नसा छोड्नु छ नसा छोडेर आफू राम्रो गर्नु छ बाआमालाई बेस्ट लाइफ दिनु छ बाआमाले मेरो लागि चाहिँ दुःख गऱ्यो नि त्यो दुःख खेर नजाओस् हुन्छ नि मैले के भोग्छु मलाई थाहा छैन मैले सोचे पनि छैन होइन तर बाआमाले के भोग्यो तर त्यसको फल त बाआमाले पाएन नि त फल दिन मन छ मलाई होइन सक्सेस हुन मन छ कि 7-8 वर्ष भयो युट्युब गरेको कन्सिस्टेन्सी पनि भएन कन्टिन्यू गर्न पनि सकेन होइन यताउता बाध्यता हुन्छ नि म चाहिँ मिडल क्लास फ्यामिलीबाट जन्मै नलग्ने कि लामो जन्म लगिसकेपछि बाआमालाई म चाहिँ बेस्ट लाइफ दिन सक्नु पऱ्यो कि जन्मेर मात्र त काम छैन नि त म चाहिँ यत्तिकै पनि हाम्रो बारेमा त कुरा काटिरहेको हुन्छ जता गयो होइन म चाहिँ यो त नराम्रो यो त गुन्डा यो त ट्यापे म चाहिँ नसा गर्दै हिँड्छ म चाहिँ हुलिया हेर्न म चाहिँ बाउला बाल छैन कि हामीलाई अब त्यत्रो भन्दाखेरि त हामीले केही मानेन होइन म चाहिँ बिग्रिँदा केही भएन अब म चाहिँ हल्का गर्न खोजिरहेको बेला कुरा काट्छ भने ठिक छ त कुरा काट्नु दिनु त नि होइन म चाहिँ भन्छ बाउला भन्छ नि लामो म चाहिँ क्यामेरासँग त म चाहिँ हेर्न मोबाइल झुन्डाएर बर्बर भाइ बर्बर आए पनि म चाहिँ फ्युचर बनाउनको लागि बर्बर आएको नि त बाआमालाई बेस्ट लाइफ दिनको लागि होइन म चाहिँ बाआमाले गरेको सङ्घर्षको फल दिनको लागि बाउलाएर आऊ म चाहिँ हो म बाउला नै हो म बाउला बाआमा राम्रो हुन्छ भने म बाउला नै ठिक छु नि त त्यही हो केटाकेटीहरू होइन सक्सेस हुन मन छ धेरै कुरा गऱ्यो तर भने नि टक्क सोचे जस्तो बनाउन सकेन कमाइयो सानो उमेरमै नसाको बसाइ लागेर पनि पैसा कमाइयो ठिकठाक कमाइयो तर बचाउन सकेन तर अब बचाउन मन छ बाआमाको दुःख बाको आँखाबाट झरेको आँसु पुस्न मन छ आमाको मुखमा मुस्कान आओस् मैले गरेको सङ्घर्षले अरू केही फरक पर्दैन एक्लै हुँदैन केही हुँदैन एक्लै भयो भने के गर्छ भन्ने फरक पर्छ त्यही हो गर्न खोजिरह हो सपोर्ट मिल्छ या मिल्दैन त्यो त थाहा छैन तर छोड्दैन
अब छोड्दैन किनकि उमेर भइसक्यो। सँगसँगैको साथीभाइ विदेश गइरहेछ। मलाई विदेश जान मन छैन। मलाई नेपाल बनाउने रहर पनि छैन। मलाई नेपालमा बस्ने रहर पनि छैन। नेपालको अवस्था नै त्यस्तै छ। तर बाआमासँग बस्ने रहर छ नि त। फ्युचरभरि बाआमासँग सँगै हुने हो। बाआमाको बुढेसकालको लट्ठी भन्न मन छ। मिडल क्लास परिवारमा जन्मेँ। धन सम्पत्ति त थाहा छैन, तर बाआमासँगै बस्न मन छ। जेसुकै होस् मतलब हुँदैन। सक्सेस भन्ने कुरा आफूले सङ्घर्ष गरेपछि आफै मिल्ने कुरा हो भन्छ। सङ्घर्ष गरौँ, ठिक छ। यही हो लाइफ भनेको, यही हो। सङ्घर्ष गर्दै जानुपर्छ होइन। अब लाइक सकिन्न खुलेर बोल्न बाआमाको अगाडि। सक्नु पनि कसरी होइन। छोरा मान्छे खुलेर बोल्न सक्दैन भन्छ, हो रहेछ। अहिले उमेर भएपछि थाहा पाइयो। ठिक छ, गर्नु छ। अगाडि भेटौँला ब्लगमा। यही नै हो लाइक। गाह्रो भयो भने रुने होइन भन्छ, अप्ठ्यारो भयो भने रुने होइन, मर्दिने कुरै गर्ने होइन, आफ्नो आत्मालाई मार्दिने हो, आफ्नो डरलाई मार्दिने हो, आफूलाई मार्ने होइन। बाआमाको लागि भयो भने बाँच्ने छ। कुरा काट्नेले काट्दै गर्छ, बाल छैन मुजी मलाई भन्न दिने हो, केही फरक पर्दैन कि। त्यस्तै हो मुजी लाइफ नै यही हो कि, केही छोडिन्न कि। जे भयो हुन्छ, बस युट्युब गर्नु छ। अब लास्ट अप्सन यही नै गरेर हिँड्नु छ। त्यही हो, भेटौँला केटाकेटीहरू अगाडि होइन। जे भयो हुन्छ, बाल छैन अब त। हेलो, लिएर आइयो यार केटाहरू सामान। अनि अब बुढीसँग करेन्ट चाउचाउ च्यालेन्ज पनि गर्नु पर्ला भन्ने सोचमा छु। म त पिरो एक खान्न होइन। अब बुढीले कतिको पिरो खाने रहेछ, त्यो त खान्छ यार। म हो पिरो नखाने होइन। पिरो एकै खान सक्दैन म। फेरि टक्क बुढीसँग च्यालेन्ज गर्नुपर्ने अवस्था छ। टक्क करेन्ट चाउचाउ पनि लिएर आएको छु। करेन्ट चाउचाउ च्यालेन्ज गर्ने बुढीसँग कसले जित्ने रहेछ। अन्त त्यसले जितिहाल्छ पिरो खानु त। म त्यति खाँदैन। त्यही नै अब यहाँ उकालो हिँड्नुपर्छ। लगभग आधा 1 घन्टा हो कि उकालो नि यार। पसल आउनु नि गाह्रो छ। त्यो डाँडामा पुग्यो भने बल्ल आधी पुगिन्छ कि। ब्याकग्राउन्डमा देखेको डाँडाहरू त्यही बराबरको हाइटमा जानुपर्छ। त्यो डाँडा पनि सामने देखिन्छ हाम्रो घरबाट त। टपमा छ यार घर पनि। गाह्रो छ, के गर्नु। यस्तो चलेर आयो। रिसार्च ल्याउनु पनि मलाई 1-1.5 घन्टा हिँड्नुपर्छ। के छ, यति त गर्नै पर्छ। बल्ल आधी बाटो केटाकेटीहरू उहाँ डाँडाको टपमा जानुपर्ने। त्यो हुन त मजै छ गाउँतिर बस्नु। हल्का मलाई पसलमा नजिकै हुँदैन, गाडी चल्ने हुँदैन, या बिन्दास हुँदैन। नत्र यस्तो दामी ठाउँहरू घुम्न पाइन्छ। टक्क मलाई तलतिर बस्दाखेरि होइन झर्ना सर्दा घुम्न मन लाग्ने, या पाहाडहरू घुम्न मन लाग्ने। 4-5 किलोमिटर साइकलमा हिँडिन्थ्यो कि पाहाड घुम्नको लागि। यहाँ त घर बाहिर निक्ल्यो, पाहाडहरू टक्क बरफ परेको दामी भएको। यस्तो दामी ठाउँ हुनुहुन्छ। तर गाह्रो पनि छ, मेहनत पनि गर्नुपर्छ। त्यही हो। फेरि घाँसको ढोका ओसार्नुपर्छ माथि। गाह्रो छ। त्यही हो। आधी बाटो आइयो। अब ठ्याक्क आधी बाटो बाँकी छ। आज घाम पनि लाग्दैन जस्तो छ। मलाई चार्ज पनि घाम छ यार। घाम लागेर आउँछ।